प्रोग्रामिङ, कोडिङ भनेको के हो? सजिलो भाषामा बुझ्दा प्रोग्रामिङ वा कोडिङ भनेको कम्प्युटरलाई नियन्त्रण गर्ने भाषा हो। हामीले कम्प्युटरलाई के काम गर्नुपर्ने हो भनेर निर्देशन दिन्छौँ। यी निर्देशनहरू कम्प्युटर बुझ्ने भाषामा लेख्ने प्रक्रियालाई नै प्रोग्रामिङ वा कोडिङ भनिन्छ। कम्प्युटर आफै सोच्न सक्दैन। उसलाई स्टेप बाई स्टेप के गर्ने भनेर भन्नुपर्छ। जस्तै गणित हल गर्न, गेम खेलाउन, वेबसाइट चलाउन, मोबाइल एप बनाउन आदि। यी सबै काम गर्न प्रयोग गरिने आदेश वा निर्देशनहरू लेख्ने काम नै कोडिङ हो। छोटकरीमा कोडिङ भनेको कम्प्युटरलाई बुझ्ने भाषामा निर्देशन लेख्ने प्रक्रिया हो, जसले गर्दा कम्प्युटरले हाम्रो आदेश अनुसार काम गर्छ। अब कुरा गरौँ, कोडिङ केबाट गर्न सकिन्छ? कोडिङ गर्ने सबैभन्दा मुख्य तरिका भनेको प्रोग्रामिङ भाषा प्रयोग गर्ने हो। यी भाषाले कम्प्युटरलाई आदेश दिन सजिलो बनाउँछ। लोकप्रिय प्रोग्रामिङ भाषाहरू पाइथन, सी, C++, जावा, जावास्क्रिप्ट, PHP आदि। मोबाइल एप र क्रस प्लेटफर्म डेभलपमेन्टका लागि प्रयोग हुने भाषाहरू रुबी, गो, स्विफ्ट, डार्ट आदि। मार्कअप र स्टाइलिङ भाषाहरू यी प्योर प्रोग्रामिङ भाषा होइनन्, तर कोडिङमा प्रयोग हुने भाषाहरू हुन्। HTML हाइपरटेक्स्ट मार्कअप भाषा चाहिँ वेबसाइटको स्ट्रक्चर बनाउन प्रयोग गरिन्छ। CSS क्यास्केडिङ स्टाइल शीट्स चाहिँ डिजाइन स्टाइल बनाउन प्रयोग गरिन्छ। XML JSON चाहिँ डेटा आदान प्रदान गर्न प्रयोग गरिन्छ। छोटकरीमा प्रोग्रामिङ भाषाहरू, मार्कअप यसलाई स्टाइलिङ भाषाहरू र डेटा एक्सचेन्ज भाषाहरू प्रयोग गरेर गर्न सकिन्छ। तर हाम्रो मुख्य ध्यान भनेको पाइथन ल्याङ्ग्वेजमा हुनेछ। पाइथन नै किन सिक्ने? अब तपाईहरू सोच्न सक्नुहुन्छ, C, C++, जावा, जावास्क्रिप्ट, PHP जस्ता धेरै प्रोग्रामिङ ल्याङ्ग्वेज हुँदा हामीले पाइथन नै किन सिक्ने? एक सजिलो भाषा पाइथनको सिन्ट्याक्स लेख्ने तरिका धेरै सरल छ। C वा जावामा धेरै लाइन लेख्नुपर्ने कुरा पाइथनमा थोरै लाइनमै हुन्छ। 2. बहुपयोगी, भर्सेटाइल। पाइथनबाट धेरै क्षेत्रमा काम गर्न सकिन्छ। वेबसाइट डेभलपमेन्ट, डेटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, मसिन लर्निङ, मोबाइल एप्स, अटोमेसन, गेम डेभलपमेन्ट। 3. भविष्य मैत्री, फ्युचर प्रुफ ल्याङ्ग्वेज। AI, ML, डेटा साइन्स जस्ता भविष्यका टेक्नोलोजीमा पाइथन नम्बर 1 भाषा हो। कम्पनीहरूले धेरै डिमान्ड गर्ने भएकोले करियर अपर्च्युनिटिज बढ्छ। त्यसैले हाम्रो कोर्समा हामीले पाइथन नै प्राथमिकता दिनेछौँ। आजबाट हाम्रो पाइथन प्रोग्रामिङ क्लास सुरु हुँदैछ। आजको क्लासमा हामीले कोडिङ टुल्स सेटअप गर्नेछौँ। VS कोड इन्स्टलेसन, पाइथन इन्स्टलेसन। पहिलो पाइथन प्रोग्राम चलाउने अभ्यास। पहिलो काम, VS कोड डाउनलोड र इन्स्टल। ब्राउजर खोल्नुहोस्। सर्च VS कोड डाउनलोड। अफिसियल साइट खोल्नुहोस्। डाउनलोड फर विन्डोज क्लिक गर्नुहोस्। डाउनलोड भएको .exe फाइल खोल्नुहोस्। I accept मा चेक गरी नेक्स्ट, 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 इन्स्टल। अब पाइथन डाउनलोड र इन्स्टल गर्न ब्राउजर खोल्नुहोस्। सर्च पाइथन डाउनलोड। अफिसियल साइट खोल्नुहोस्। डाउनलोड पाइथन क्लिक गर्नुहोस्। डाउनलोड भएको .exe फाइल खोल्नुहोस्। एड पाइथन टु पाथ चेक गर्नुहोस्। इन्स्टल नाउ क्लिक गर्नुहोस्। इन्स्टल भएपछि कमान्ड प्रम्प्ट खोल्नुहोस्। टाइप गर्नुहोस् पाइथन
version and pip version देखियो भने इन्स्टलेसन सफल भयो। पाइथन इन्स्टल भइसकेपछि पाइथन वर्जन चलाउँदा वर्जन देखिएन। pip वर्जन चलाउँदा पनि वर्जन देखिएन। यसको अर्थ पाइथन pip सही पाथमा छैन वा इन्स्टलेसन इन्कम्प्लिट छ। पाइथन अनइन्स्टल गरी रिइन्स्टल गर्नुहोस्। पुनः इन्स्टल गर्दा Add Python to Path चेकबक्स सिलेक्ट गर्नुहोस्। VS कोडमा Python सेटअप गर्न VS कोड खोल्नुहोस्। एक्सटेन्सन्स लेफ्ट साइडबारमा गएर Python एक्सटेन्सन खोजी गरी इन्स्टल गर्नुहोस्। अब Python कोड लेख्न तयार हुनुहोस्। Python र VS कोड पूर्ण रूपमा सेटअप भइसक्यो।